नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। आज हामी कुरा गर्नेछौं एक IPO को बारेमा। 16 महिनाको लामो प्रतीक्षापछि सेबनले स्वस्तिक लघु वित्तीय संस्था लिमिटेडको IPO लाई अफिसियल एप्रुभल दिएको छ। यो भिडियोमा हामी हेर्नेछौं यो कम्पनीको IPO को बेसिक जानकारी, नेटवर्क, पब्लिक पर्सपेक्टिभ शेयर, हरिजन एम्प्लोइ कोटा, इस्यु म्यानेजर, प्राइस, क्यापिटल स्ट्रक्चर अनि यो IPO किन महत्त्वपूर्ण हुन सक्छ, सबै कुरा मिलाएर हामी कुरा गर्नेछौं। भिडियो अन्तिमसम्म हेरिदिनु होला। स्वस्तिक लघु वित्तीय संस्था लिमिटेडले सेभन सेक्युरिटिज बोर्ड अफ नेपालमा IPO प्रपोजल बुझाएको छ। 16 महिना भइसकेको थियो अनि अब बल्ल यसलाई एप्रुभल दिएको छ। यो संस्था घब्रोगाको इजाजत प्राप्त लघु वित्तीय संस्था हो जुन नेपाल राष्ट्रिय बैंकबाट प्रमाणित भएको छ। अहिले यो कम्पनीले 2,31,000 किता शेयर रुपैयाँ 100 प्रति किताको दरले आम जनताका लागि ल्याउन आँटेको छ। कुल शेयर संख्याबाट 23,100 किता भने वैदेशिक रोजगारी तर्फको कोटामा छुट्याएको छ। यदि तपाई विदेशमा हुनुहुन्छ र वैदेशिक रोजगारी अनुमति पत्र PPE छ भने तपाई यो कोटामा आवेदन दिन सक्नुहुन्छ। यो पनि सुनौ, यो कम्पनीको नेटवर्क प्रति शेयर रु 170 रहेको छ, जसले देखाउँछ कि कम्पनीको आन्तरिक आर्थिक स्थिति बलियो छ। अब ओनरशिपको कुरा गरौँ। कम्पनीको टोटल लिस्टेड शेयर छन् 5,77,500, त्यसमध्ये प्रमोटर शेयर भने 3,46,500 र पब्लिक शेयर भने 2,31,000, जसले चाहिँ यसमा देखाउँछ कि प्रमोटर शेयरमा 60% र पब्लिक शेयरमा 40% जारी गरिएको छ। यो एकदमै साधारण र पारदर्शी ओनरशिप स्ट्रक्चर हो। पेड अफ क्यापिटल रु 5 करोड 77 लाख, फेस भ्यालु रु 100 पेयर शेयर, मार्केट क्यापिटलाइजेसन रु 2 करोड 31 लाख, टोटल मार्केट क्याप 5 करोड 77 लाख रहेको छ भने यो IPO को इस्यु म्यानेजर नोबेल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ, जसको ट्र्याक रेकर्ड राम्रो मानिन्छ र इस्यु प्रोसेस तेज हुन्छ। सेक्टरको कुरा गर्दा यो कम्पनी माइक्रो फाइनेन्स सेक्टरमा पर्छ, जसले रुरल एरियामा लोन, बचत, फाइनेन्शियल सर्भिस प्रोभाइड गर्दछ। स्वस्तिकको शेयर अहिले 100 रुपैयाँ निर्धारण गरिएको छ, तर बजारमा यसको मूल्य लिस्टिङ पछि दोब्बर हुने सम्भावना छ र लघु वित्तले कति पर्फर्मेन्स दिन्छ त्यो त तपाईहरुलाई पनि थाहा छ। नेटवर्थ रु 170 पेयर शेयर, EPS अहिले देखाइएको छैन, PE रेशियो पनि अहिले देखाइएको छैन र 1 इयर यिल्ड पनि अहिले देखाइएको छैन, किनभने हालसम्म सेकेन्डरी मार्केटमा लिस्ट भएको छैन। जब हुनेवाला हुन्छ तब यसको देखाइनेछ। पर्फर्मेन्स मेटर अनुसार यो कम्पनीलाई 50% नेचुरल रेटिङ दिएको छ। यो IPO धेरैको लागि विशेष छ, किनभने 13 महिनापछि एप्रुभल पाएको IPO, नेटवर्क बलियो, 170 माइक्रो फाइनेन्स सेक्टर, हाई ग्रोथ स्कोप, नोबेल इन्भेस्टमेन्ट जस्तो रिपोर्टेड इस्यु म्यानेजर, यसको डाटा राम्रो भएकोले त्यसैले यो IPO ले धेरै इन्भेस्टरको नजर खिचेको छ। स्वस्तिक लघु वित्तको IPO छिटै समयमै खुल्ने सम्भावना छ। तपाईले अहिले नै तयारी गर्न सक्नुहुन्छ। मेरो शेयर लगइन तयार गर्नुहोस्, डिम्याट रिन्यू गर्नुहोस्। यदि गर्नुभएको छैन भने पछि भर्ने बेलामा समस्या आउँदैन र प्यान छैन भने प्यान पनि बनाउनुहोस्, पछि कारोबार गर्दाखेरि एकदम आफूलाई सहज हुन्छ। यदि तपाईलाई भिडियो जानकारी लाग्यो भने प्लिज लाइक, सब्स्क्राइब गरिदिनु होला। हस्त नमस्ते, जय नेपाल।